घाँस यसरी काट्ने गाउँले जीवनको रमाइलो मेसो हेर्नु होइन यो भइसक्यो क्या एउटा नि ल अर्को टपिक तपाईँहरू सहरतिर छान्नुहुन्छ नि यहाँ यसरी घाँस काट्ने हो ट्याक्क भैँसी पाल्ने हो यो चलाएर भैँसीले दुध दिएको अर्ग्यानिक खाने हो भैँसी दुध दिने यसरी काट्ने दाइले माथि आएर ठ्याक्क काट्छ अहिले यसरी भात अलि कम गरौँ है भाइ भिडियोको जोसमा अलि होइन यसलाई टक्क यसरी काट्ने हो ल यो के घाँस हो चाहिँ बताएन त यो दबदबै घाँस हो दबाई हुन्छ भैँसीहरूको लागि बाख्राको लागि के दबाई अरे पेट पूजाको दबाई पेट पूजाको दबाई ल धेरै राम्रो ओए सुन्तला खाइयो बजारमा आउँदा गाउँले जीवन यस्तो भनेर हामीले भन्थ्यौँ के तर अहिले गाउँले जीवन एकदम सबै बजार भन्दै जान्छ ल यस्तो हलिँदै छ हावा चल्नको लागि सानो त फेरि ल खर्च हुन्छ हेर्नु त माथि भन्नु ल हेर्नु है मलाई कोही छोटा गर्नु ल हेर्नु है ल हेर्नु त यस्तो स्टाइलले गाडी गाडी कति गाडी गएन नि ल यो त कति तपाईँलाई भिडियो देखाउनु पाएको छ हेर्नु गाउँले जिन्दगी के भयो अलि माथि काट्नु गर्नु अलि माथि जाम लान्छ ल हेर्नु अब यो काफल भाइ भर्खर सुन्तला खाइयो अरू बखरा यहाँ अरू के हो अरू सबै कल भएको त्यो काट्ने चाहिँ अहिले छिटो भनेको फास्ट एकदम छिटो ल भाइ बोक्छ ल यसरी पहाडभन्दा तल माथि देखाउनु के सबै यसरी त्यही भएर पहाडी सासी हुन्छन् के यस्तो काम गरेर हुर्केको होइन आटो मिठो खाएको बानी त्यो राखेर ठुलो काटिदियो हामीले यो ठुलो काटिदिउँ अलि माथि ल हेर्नुहोस् है ल हेर्नुहोस् यो धारकै धार गोर्खाको खुकुरी फेरि काट्ने के भयो बुटान र घाँस गुवाल त जति भन्छ हिजो खा यही दबदबे त्यो खान्न क्या फेरि जम्मै फाल्न पर्छ के फाइदा बरु सूत्र अनुसार झर्दाखेरि उफ्रिने अनुसार बुटान रह्यो बरु जहिले खा पकाउ काटिने हुन्छ कि हेर्नुहोस् है घाँस ट्यापटुप टिप्ने 3 5 7 दाउरा त कति निस्किन्छ कति यही घाँस काट्दा मास काएर यो डाले घाँस हो त्यसलाई तान त बनाएको हुन्छ दाल भिडियो बनाउनु जान्नु रे बनाइछु मैले त त्यहाँ भइसकेन यहाँ तल झरेको पहाडमा जानु ल यो डाला घाँस यसलाई एडिट गरेर ट्याक्क निकाल्ने नि त राम्रो राम्रो ल हेर्नुहोस् ज्यान भन्दा नि प्यारो घाँसको डाला हुन्छ हेर्नुहोस् ल हेर्नुहोस् यसरी निकालिन्छ हामी एक मुठी घाँसको लागि कस्ता भिरा जान्थ्यौँ ल हेर्नुहोस् हरियो छ घाँसको बुट होइन कि माथि आकाश त्यस्तो लाने पहिला त बाख्राले त यिनी त बोक्रा पनि उखाएर खान्थ्यो के धेरै घाँस हालिदिएपछि तिनी खान्न केही पनि पात पनि खान्न बोक्रा कहाँ खाने पात नखाएर नखाएर उस त बोक्रा तकसम्म खान्छ के ल हेर्नुहोस् बुटा छरेर यसरी घाँस काट्ने अरू पनि मिलाएर लिएर होइन धेरै लाने होइन फेरि साँझ आउने त्यहाँ सुन्तलाको बुटा उ गर्ने उठ्दाखेरि ल हेर्नुहोस् अब यो यसरी बानिन्छ ल अनि पहिला यसलाई यस्तो चरप्पो हेर्नु यो भैँसीलाई त्यो मान्छेलाई खाना बनाउनलाई हजुर है दुईतिर चरप्पो भयो हेर्नुहोस् है अब यसलाई यो भएर बनाएको रहेछ हेर्नुहोस् पाहाडमा यो प्लास्टिक यो चामलको बोरी आउनु प्यालो हजुर त्यसको एकान्त रेसा निकालेर बनाएको दाम्रो है त्यसपछि यो हेर्नुहोस् यो तपाईँले देख्नु नि यो ल अब नाइस यस्तो गरेर कस्तो गरेर ल हेर्नुहोस् यो 2 मुठा घाँस है यो हैन लान्छ तपाईलाई त्यो बोके गर न म बोक्छु हैन बोके ल्याउँ के यदि के बोक्ने भने सही हुन्छ के बोकेको कहाँ लान के ल्याउँ ल हेर्नुहोस् है यो दबदबे ल भयो ल हेर्नुहोस् अब यसलाई गुरुङ हुन्छ हेर्नु ल भएन हामी ल गइयो ल्याउनु मैले बोक्छु ल हामी गइयो ल हेर्नुहोस् ल हेर्नुहोस् यो बाटो सिलिप पहाडको जीवनशैली नै चाहिँ बहुत धेरै ल हेर्नुहोस् अब सिजन ल अब आडु देख्नु के ल काफल यहाँ हेर्नु काफल पनि खुलिसकेको छ र खुट्टा गड काँडा गडेछ काँडा गड ल हेर्नु खुट्टा जुका पनि लाग्छ यसो हेर्न पर्छ कि जुका लाग्यो कि लागेन भने यो बाटो फेरि हाम्रो ड्याली हाम्रो कुलदेवता आफ्नो भयो बन्द गर्ने गाउँतिर यस्तै हो
सबैको कल्याण गरून्। यो बाटो हेर्नुहोस्, बाटो यो परको गाउँ हेर्नुहोस्, तम्घास गुल्मी बागलुङ सबै देखिन्छ। जमजम हरियाली सिमेन्ट। हेर्नु, माथितिर कस्तो सेतो हिरा फुलेको। पाहाडको बाटो यस्तै हो। दाइ ल्याउनु होला नि आउँदैछ। म बहुत अल्छी छु क्या, दाइलाई भारी बोकाएर त मेरो इज्जत। दाइलाई भारी बोकाउनु त कसैले, दाइलाई बोकाएर आफू एक्लै यस्तो गर्न भएन थियो। यो हाम्रो गाउँ डोल दाइले उसले रहनु भयो रहेछ। यो आर्मी गाडी आउँछ कि डिटीबाट आएको आउँछ कि डिटी होइन डिटी अनडिटीको भएर हाम्रो गाउँ हेर्नुहोस्। यसैको लागि हो यत्रो दुःख गरेको।